हाम्रो यहाँ परेल सरले खाना बनाउँदैछ। के बनाउने परेल दाइ? आलु आलु बना खै के यो आलु हो? आलु हो च्याउ आमा यो बनाउने आज हाम्रो कुक हो खतरा छ कुक। आलु आज चाहिँ अनि बबल यहाँ खाना बनाउँछ। यस्तै हो यो चाहिँ अब खाना अरे यो चाहिँ खाना अरे हो। यो चाहिँ दाल भयो हो। अब यहाँ कराई बसालिसक्यो हाम्रो दाजुले होइन। अनि यसमा चाहिँ के बनाउने भन्दाखेरि चाहिँ हाम्रो आलु सधैँ साथीहरू अब अहिलेसम्म आएकोदेखिको यस्तो आलु र यो च्याउ चाहिँ खाएको छैन। खालि मासु मात्रै भन्छ होइन। अनि आज चाहिँ उसले अब के भनिरहेछ भने चाहिँ आलु नै बनाउने हो। खाए खान्छ खाए खाँदैन होइन, त्यो मतलब हुँदैन। अनि हल्का बियर पनि हान्दैछ। हाम्रो जापाली हो जे भए पनि ह्यान्डसमै छ होइन। बिहान्छ काम पनि होइन, काम पनि राम्रै गर्छ। खालि मासु मात्रै खोज्छ होइन केटाहरू? ए छाडा नबोल्नु न यार, यहाँ भिडियो बनाइरहेको छु कि। अब यहाँ उसले बनाउनुहुन्छ, अब हरि बनाउनुहुन्छ। बास हरै खानासाना बनाइसक्यो कि आज खानासाना बनाउँछ हो। के गर्ने अब ठिकै छ। एकचोटि पनि लागेको छैन सबै कुरो हालेको। यहाँ खाली केटाहरू चाहिँ यस्तोमा सेक्का बनाएर खाउँ भन्छ है। खालि सेक्का, खालि मासु यार। मलाई नि वास्तविक त मासु त मन पर्दैन होइन। हप्तामा 1-2 पल्ट तेल हाल्दैछ। तोरीको तेल हो यो। तेल नि ठिकै हाल्नु कति हाल्नु मन छ तपाईँको इच्छाको कुरो हो। कुक भने चाहिँ कुकै हुन्छ होइन। अब हाल्ने हो। मेथी छ यस्तो पनि जान्छ। मरमसला चाहिँ टन्नै छ हामीसँग हो। अब यो भन्नुहुन्छ भने अब तपाईँको यो बेसार भइगयो तपाईँको यो अब के हो यो अब सर्सानी टन्नै छ। नेपालदेखि सिकुटी पनि आएको थियो, सिकुटी पनि खायो। तेल चाहिँ अब तोरीको तेल हो। यस्तै हो जिन्दगी, के गर्ने। परदेशको जिन्दगी यस्तै छ है, गाह्रो छ जिन्दगी, यस्तै छ। अब यहाँ चाहिँ अब यस्तो लाइटहरू यस्तो हल्का बोल्छ होइन। अब फ्यान भयो अब के गर्ने, गाह्रो छ जिन्दगी। मर्छ अब यो बनाउँदैछ हाम्रो दाइले। दामी नै बनाउनुहुन्छ, जे भयो भने पनि मिठो बनाउनुहुन्छ खाना चाहिँ। दामी भएछ। अब जे भए पनि झापाली हो नि त, ह्यान्डसमै छ मान्छे त। कन्या हो कि बिहा गरेको हौ? 21 वर्ष पुग्यो। आमा हरि पान्छ है। आइस अनि खसीको मासु यहाँ बनाउनु पाउँदा मिठो हुन्छ नि त। परदेशमा खासै खसीको मासु त मिठो हुँदैन खासै है। अब नेपाली दाल हो, नेपालको दाल हो। दाल साल पाक्दैछ। अब च्याउ र आलु कस्तो दामी बनाउनुहुन्छ क्या तर दाइले। जेसुकै भए पनि दाइ कुक त कुकै हो होइन। अहिले पनि यहाँ कुकमै काम गरिरहेको छ। 3 स्टारमा काम गरेको। 3 स्टारमा काम गरेको। 3 स्टारबाट काम गरेर अहिले 5 स्टारमा आएको। अहिले चाहिँ केमा हो? अहिले 5 स्टारमा। 5 स्टारमा हो। सेलेरी कति छ हौ? सेलेरी कुरो नछोड्नु, सेलेरी भन्यो भने मान्छे त बियोस हुन्छ, पानी ठाउँ दिनुपर्छ। त्यस्तो हुन्छ है। अनि लगभग नेपाली कति जति चाहिँ छ? लगभग 2.5 जति पुग्छ। 2.5 जति हुन्छ। आमा तर सेफको मात्रै होला, तपाईँ त सेफ होइन? एसिस्टेन्ट। आमा एक्सपिरियन्स त दुबईबाट आएको होइन तपाईँ? दुबई, कतार। आमा अनि करा हो यार मान्छे यार। अनि तपाईँको नाम पनि भनिदिनु न। पौडेल जीवन भन्यो थर पौडेल हो, यता नाम चाहिँ जीवन हो। लास्ट नेम पौडेल हो। पौडेल जीवन। बबाल छ होइन। जे भयो भने झापाली हो। इटा भट्टा होइन झापा? यो कहाँ रेकर्ड गर्नु फेसबुकको नाम होइन त्यो त्यस्तो होइन। यो यहाँ हाम्रो यो त्यो बुढी सुढीको कुरा छोड्दैन यहाँनिर यार। यस्तो यो भन न यहाँनिर यहाँ कुक कति एक्सपिरियन्स कुक हो त्यो छोड्नु न कुरो। 5 इयर्सको हो बबाले है।
ल ओके छ। अब के भन्न चाहनुहुन्छ अब यस्तै अब विदेश आएपछि अब दुःख गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ होइन, स्ट्रगल गर्नुपर्छ। अनि भन्नु न। सुख नै दुःख हो। हजुर। सुख नै दुःख हो। हजुर। साथीभाइ आफ्नो ठाउँमा छन्। हजुर। सर सापट दुःख सुखमा हेल्प गर्नुपर्छ, हेल्प हुनुपर्छ। हजुर। अब साथीभाइ भन्नेमा साथीको पछि पनि कुद्ने होइन। हजुर। अघि पनि कुद्ने होइन, आफ्नो लाइनले हिँड्ने, आफ्नो लाइनमा हिँड्ने हो। साथीभाइ पनि चाहिन्छ, टाइम टेबलमा चाहिन्छ। अब साथीभाइले जे गर्यो अब त्यही गर्नु सकिँदैन पनि, पुग्दैन पनि आफूलाई। अब आफ्नो फ्यामिली ब्याकग्राउन्ड आफ्नो ठाउँमा छ होइन। अनि प्रथम कुरो त्यो भन्दा पनि अब रोमानिया नयाँ आउनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? भनिसके यहाँ नआउनु। हजुर। भनिसक्यो रोमानिया नआउनु, गल्फ कन्ट्री जानु। हजुर। अब रोमानिया आउने इच्छा छ भने कोही अरू देशमा आफ्नो मान्छे छन् भने आउनु, अर्को देश यहाँदेखि ट्रान्सफर हुनलाई। कोही अब साथीभाइ आफ्नो मान्छे छन् भने आउनु, 1-2 महिना काम गर्नु, 10-15 दिन काम गर्नु, अनि अर्को देश जानु। आफ्नो उसले सबै के वार पर्मिटहरू निकालिदिन्छ, कामको व्यवस्था पुऱ्याइदिन्छ, जाने हो। यहाँ आउनुभन्दा गल्फ जानु फाइदा हो। गल्फ त्यो चाहिँ कसरी हो? सेलेरी त अलिक ज्यादा हुन्छ नि त, यहाँ त 1 लाख त हुन्छ नि, सन्तिम 80, 90, 95 हजार त हुन्छ। त्यो एउटा दुइटा कम्पनीमा हुन्छ नि, सबै कम्पनीमा सबैमा कति चाहिँ हुन्छ लगभग कोरुमा? 60-70। 60-70 हो एभरेज। भनेपछि 60-70 त खाडीमा पनि कमाउँछ। खाडीमा पनि कमाउँछ, ठिकै हो। भनेपछि मुख्य कुरो रोमानिया आउनुको लागि चाहिँ यहाँबाट चाहिँ अर्को देश जानको लागि चाहिँ उद्देश्य लिएर आउनु इजी छ भनौँ न। इजी कहाँ हो, आफ्नो मान्छे भयो भने इजी। मतलब जानको लागि त यहाँ फ्री छ नि त भन्नु खोज्या। त्यो रमाइलो घुम्नु सुम्नको लागि भनेको आज छुट्टो पैसा खर्च गरेर। अब पैसा कमाउने सुदेश्यले भने त्यही हो। भनिसक्यो रोमानिया, क्रोएसिया, के बुल्गेरिया नआउनु भन्छ। रोमानिया, बुल्गेरिया, क्रोएसिया नआउनु है। आफ्नो मान्छे अरू देशमा छ भने आउनु, अलिक ठुलो देशमा। ठिकै हो, तपाईँको भनाइ चाहिँ ठिकै लाग्यो। म पनि यो अब सबैले यो भिडियो हेरेर सबैले अब कमेन्टमा आफ्नो जिज्जत लागेको के हो अब कमेन्टमा लेखिदिनु होला होइन। कि यहाँ रोमानिया आउनुको उद्देश्य भनेको पोर्चुगल, स्पेन जाने उद्देश्यले आउने होइन। त्यहाँ पनि कोही मान्छे छ भने अब फगाटी गयो भने त्यहाँ पनि दुःख पाइन्छ। भनेपछि आफूले सोचेको जस्तो यो रोमानिया चाहिँ छैन। नेपालबाट जे सोचेको थियो नयाँ आउनेहरू त अब वाउ युरोप कन्ट्री भनेर अब सोचेको हुन्छ नि, त्यो जिरो छ नि। जिरो छ है। अनि नयाँ अप एन्ड डाउन टिकटै छ, न लिभ सेलेरी पनि छ, न हप्तामा छुट्टी नै हुन्छ, 1 दिन छुट्टी हुन्छ। 10 देखि 12 घन्टा ड्युटी गर्नुपर्छ दिनमा। हजुर। तर कसैको त राम्रो पनि हुन्छ। त्यो 10%, 100%मा 10%। 100% जस्ट यहाँभन्दा खाने मुलुकै राम्रो। 95% खाने मुलुकै राम्रो भनेको दुबई, कतार कम्ती। यहाँ त यहाँको आएको पैसा छिनाउनु त सबैलाई 1 वर्ष 2 वर्ष कति वर्ष लाग्छ सन्तिम रोमानिया आएको पैसा? कन्ट्रोल गर्यो भने 1.5 वर्ष लाग्छ। 1.5 वर्ष। त्यो पनि आफूले नखाइ गर्दा। सही हो तपाईँको भनाइ। भनेपछि अब नयाँ आउनेहरूलाई चाहिँ अब धेरै अब वर्क पर्मिट आएर भिसा आएर बसेको मान्छेहरूलाई, एप्लाई गरेर बसेको मान्छेहरूलाई हुन्छ नि, जस्तै अब उहाँहरूलाई चाहिँ के भन्नु चाहनुहुन्छ? कोही अरू देशमा मान्छे छ भने आउनु, यहाँ आउने। हजुर। 1-2 महिना यता सङ्घर्ष गर्ने, रुल्सहरू बुझ्ने, अनि कन्ट्याक्ट गर्ने। आफ्नो कोही आफन्त छन् भने स्पेन, पोर्चुगल, इटली, फ्रान्स, उहाँबाट बन्दोबस्त गरिदिन्छन्। वर्क पर्मिटहरू कामको चाँजो मिलाइदिन्छन्। यहाँ टिआरसी निस्किन्छ, टिआरसी आएपछि जाने, टिकट काट्ने, जाने हो। पनि कामसाम पाइन्छ। स्पेनहरू त बसमै जानु पनि मिल्दो रहेछ होइन? हो, तर उहाँ कोही हुनु पर्यो, आफ्नो मान्छे हुनु पर्यो। आफ्नो मान्छे भयो भने के गर्ने? यस्तै छ होइन रोमानियाको हाम्रो अब हल्दीचल्दी चाहिँ यस्तै छ होइन। अब दुःख सुख चल्दैछ, खाना बनाएर खानुपर्छ होइन। अब यस्तै छ, के गर्ने। ल अब कस्तो के हो तपाईँले जो पनि यो भिडियो हेर्नुहुन्छ तपाईँहरूले बुझेर कस्तो के हो होइन तपाईँहरूले कमेन्ट गरिदिनु होला होइन। हामी अझै यस्तो अझै राम्रो भिडियोहरू चाहिँ हामी रोमानियाको बारेमा हामी ल्याउँछौँ होइन। हाम्रो यहाँ पौडेल दाइ हुनुहुन्छ, ऊ एक धेरै एक्सपिरियन्स मान्छे, कति वर्ष बाहिरको 12 वर्ष गल्फको होइन एक्सपिरियन्स। त्यहाँ 2.5 3 लाख तिर्नु, 9 लाख तिर्नु,
उही फाइदा हो। उही हो, उतै जानु फाइदा हो। कमाइ एउटै नै छ त के? कमाइ 50,000 60,000 कमाइ हुन्छ, उता पनि 2.5 लाख तिरेर 50 60 70,000 कमाइ हुन्छ। कमाइरहेको हो त्यो त सही हो, सही हो। ल अहिलेलाई यति नै। 3 लाख खाने पनि छन् हो। छ त्यो त छ, हुन्छ। ल अहिलेलाई म यति नै, बाई बाई। अर्को भिडियोमा म तपाईँहरूलाई केही अब रोमानियाको बारेमा तपाईँहरूलाई म अब केही सल्लाह सुझावहरू पनि दिँदैछु अहिलेलाई। ओके, बाई बाई, गुड नाइट।